मम्मी नमस्कार। नमस्ते। हाम्रो मम्मीको शुभ नाम? मेरो नाम पार्वती ढकाल। पार्वती ढकाल। हजुर। अनि हाम्रो मम्मी बेस्ट हाउसमा कुन ठाउँदेखि आउनुभएको नि? म भरतपुर महानगरपालिका वार्ड नम्बर 7 क्यान्सर हस्पिटलको 2 नम्बर गेटदेखि। ए अनि हजुर बेस्ट हाउसमा आउनुभएको आज कति दिन भयो? आज म 8 दिन भयो। 8 दिन भयो। हजुर। अनि समस्या चाहिँ मम्मीले हाम्रो नगा बेस्टमा आउँदा के समस्या लिएर आउनु भएको थियो नि मम्मी? मेरो ढाडको एकदमै समस्या थियो अनि खुट्टा पनि टेक्नै नमिल्ने भएको थियो। रातभरि नै सुत्न मिल्थेन दुखाइले गर्दा। हजुर। यहाँ आउँदा पनि म एकदमै त्यो कुर्चीमा नि बस्न सकेको होइन। फर्स्ट दिनको क्लास मैले उभि लिएको हो। हजुर। ढाड र खुट्टाको समस्या। ए ढाड र खुट्टाको समस्या लिएर आउनुभएको हो? हजुर। अनि हाम्रो चाहिँ 8 दिनसम्म मेसिन प्रयोग गर्दै गर्दा चाहिँ हजुरलाई सुधारको प्रतिक्रियाहरू त्यस्तो केही आयो कि आएन नि मम्मी? 3 दिनसम्म प्रतिक्रिया अलि आएन, किन झन् बढी नै दुखाइ भयो। अनि यो अलिकति पाइल्सको समस्या भएर यस्तो कब्जियत जस्तो भयो। अनि खुट्टाहरू पनि झन् धेरै नै दुख्यो, टाउको दुख्यो। अनि 4 दिन भएपछि चाहिँ फेरि एकदम आफ्नै ज्यान होइन जस्तो एकदम हल्का भयो। सबैतिर दुख्न नै ठिक भयो। पाइल्सको समस्या नै ठिक भयो। ए हजुरलाई पाइल्स पनि छ? हजुर। ए अनि हजुरलाई 8 दिन प्रयोग गर्दै गर्दा सुधार भएको जस्तो त्यस्तो केही अनुभव पाउनु भएको छ कि छैन? अहिले त मलाई अब म बिरामी जस्तै लागेको छैन, मलाई सबै सुधार भएको छ। हजुर। घुँडा चाहिँ कस्तो भएको छ नि? खुट्टा चाहिँ ठिक भयो अहिले त एकदम। 5 बल लगाउन ठिक भयो भने र लगाएको पनि छैन अहिले र पनि ठिक भयो। हजुर 5 बल चाहिँ राम्रोसँग प्रयोग यो 8 दिनको बिचमा म लामो टुर पनि गएर आएँ 2 दिनको। मलाई डर लागिरहेको थियो, खुट्टा ढाड दुख्छ कि भनेर दुखेन। ए नोगाबिसको मेसिन प्रयोग गरेर नि हो मम्मी? एकदम हो, 100% हो। एकदम खुसी छु म। ए अनि योभन्दा हाम्रो नोगाबिसको एन्फो मेसिन भन्दा पहिला चाहिँ हजुरले कुनै उपचारहरू कुनै थेरापीहरू गर्नु भएको थियो कि थिएन मम्मी? गरेको थिएँ मैले 2.5 वर्ष अगाडि सेराजिनमा पनि गएर मैले 15 दिन गरेको। त्यहाँ गर्दा नि मलाई सुधार भएको थिएन। अनि त्यसपछि मैले विभिन्न हस्पिटलमा गएर थेरापीहरू पनि गरिराखेको थिएँ। अहिले पनि औषधिहरू नै मैले धेरै नै खाएँ। मलाई एकदम टेन्सन भइरहेको थियो। अनि अहिले यहाँ आएपछि चाहिँ खै अब जस मिलेर कि भगवान्को कृपाले मलाई यति राम्रो भयो कि यति सुधार भयो म आफै। ए अनि मम्मीले चाहिँ पहिला अरू कम्पनीको मेसिन प्रयोग गर्दै गर्दा 15 दिन गर्दा पनि नभएको नोगाबेस्टको मेसिनले चाहिँ 8 दिनमा भएको छ होइन? एकदमै 8 दिनमै ठिक भयो। मैले सेराजिनको नि गरेँ, 2-3टा हस्पिटलको पनि मैले युज गरेँ, मलाई भएको थिएन। अहिले नोगाबेस्टबाट भएर मैले मेरो साथीहरू 3-4 जना साथीहरूलाई नि त्यहाँ यस्तो छ है भनेर मैले लिएर पनि आएको छु। उहाँलाई नि ठिक भएको छ। हजुर। अनि अब मम्मी यति राम्रो प्रविधिको आविष्कार गरिदिनु हुने जसले गर्दा हजुर हामीले पनि प्रयोग गर्न पाएको छौँ, हाम्रो डाक्टर चोसरलाई के भन्न चाहनुहुन्छ नि? उहाँलाई यति राम्रो प्रविधि आविष्कार गरेर नेपालमा उपलब्ध गराइदिनु भएको र हाम्रो भरतपुरको गेस्ट हाउसमा लिएर आउनुहुने हाम्रो मणि सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर। अनि हाम्रो चाहिँ सँगसँगै अस्मिता म्याम लगायत सम्पूर्ण सर्भिसलाई के भन्न चाहनुहुन्छ नि? सम्पूर्ण यहाँ भएको हाम्रो मणि सर, अस्मिता म्याम र सबै मेरो छोरीहरू, सर म्यामहरूलाई, मिसहरूलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। छोरी टाढा भए पनि यहाँ एकदम छोरीको आभास दिलाएर माया ममताका साथ उपचार पाइरहेको छु। अनि हाम्रो चाहिँ हजुर जस्तै बुवा मम्मीहरू थेरापी लिन आउनुहुन्छ, हाम्रो बुवा मम्मीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ नि? बुवा मम्मी सबभन्दा ठुलो कुरा विश्वास हो। म त धेरै ठाउँमा उपचार गर्दा गर्दा नभएको, यहाँ आउनुहोस् 1-2 दिन 2-4 दिन अलिकति ढिला हुनसक्छ, फेरि अझै धेरै समस्या जस्तो देखिन सक्छ, तर पछि यो ठिक हुन्छ। एकदम ढुक्क भएर गर्नुहोस्, आउनुहोस्। मम्मी खुसी हुनुहुन्छ? एकदम खुसी। रेगुलर आउनुहुन्छ? आउँछु। हस् त धन्यवाद। सबभन्दा ठुलो भनेको आफ्नो स्वास्थ्य हो। म एकदम पहिला स्वास्थ्यलाई समय दिएर त्यसपछि अरू बाँकी समय अरू कामको लागि म्यानेज गर्छु म। हस् धन्यवाद मम्मी। धन्यवाद।